बुद्धं भगवतो अरहतो सम्मा नमामि। सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। बुद्ध जीवनी भाग 7। भगवान बुद्धको महापरिनिर्वाण। लेखक बुद्धदास भिक्षु। सम्यक सम्बुद्धले 45 वर्षसम्म धेरै जनताहरूलाई उपदेश दिनुभयो। उहाँले तत्कालीन जम्बूद्वीपका ठुला साना राज्य, नगर र गाउँहरूमा कुनै यान वा वाहन बिना खुट्टाकै भरमा धेरै आवत जावत गर्नुभयो। दाताहरूले बनाइ चढाएका आरामहरूमा वर्षा ऋतु मात्र बिताउनुहुन्थ्यो। यस्ता आरामहरूमध्ये राजगृह नगरमा राजा बिम्बिसारले बनाई चढाएको वेलुवनाराम र श्रावस्ती नगर नजिक अनाथपिण्डिक सेठले बनाई चढाएको जेतवनाराम प्रमुख हुन्। यी ठाउँहरूमा बस्नुहुँदा भगवान बुद्धले गर्नुहुने दैनिक क्रियाकलाप तल लेखे अनुसार छ। भगवान बुद्ध बिहान उज्यालो हुन अगावै बिछ्यौनाबाट उठ्नुहुन्थ्यो। स्नान कार्य सिद्धिएपछि समाधिष्ठ भई प्राणीहरूको धर्म बुझ्ने उपनिश्रय हेर्नुहुन्थ्यो अनि उपनिश्रय भएकालाई उहाँ दयापूर्वक उद्धार गर्न जानुहुन्थ्यो। पुरा उज्यालो भइसकेपछि उहाँ चिवर पारुपन गरी हातमा पात्र लिई बिहार नजिकको गाउँ बस्तीमा भिक्षाटन गर्नुहुन्थ्यो। उहाँ हिँड्नुहुँदा सधैँ बाटोमा मात्र हेर्नुहुन्थ्यो। श्रद्धालुहरूले भिक्षा पात्रमा चढाउन ल्याएको खानेकुरालाई स्वीकार गर्नुहुन्थ्यो। भिक्षाटनमा उहाँ कहिलेकाहीँ एक्लो जानुहुन्थ्यो भने धेरैजसो भिक्षु सङ्घका साथ नै जानुहुन्थ्यो। कहिलेकाहीँ कोही दाताले भगवान बुद्धलाई निमन्त्रणा गरी आफ्नो घरमा लगी भिक्षादान गर्थे। यस्तो बेलामा भगवान बुद्ध सबभन्दा माथिल्लो आसनमा बस्नुहुन्थ्यो अनि दाताले पात्रमा हाली चढाएको खानेकुरो भोजन गर्नुहुन्थ्यो। भोजन सिद्ध्याई चुथिसकेपछि उहाँ त्यहाँ भेला भएका सबैजनालाई उपदेश दिनुहुन्थ्यो। जस्तै खराब भनेको के हो, असल भनेको के हो, सो मत भनेको के हो, के कस्तो कर्म गर्नाले इहलोक तथा परलोक सुख वा दुःख हुन्छ आदि। उहाँ असल कुराहरूमा हिँड्न जनतालाई प्रेरणा दिनुहुन्थ्यो, साहसिलो बनाउनुहुन्थ्यो। यसपछि उहाँ आफ्नो वासस्थान बिहारमा फर्कनुहुन्थ्यो। भोजनोपरान्त भगवान बुद्ध आफ्नो कोठाभित्र अथवा कुनै रुखमुनि एकान्तमा बसी ध्यान गर्नुहुन्थ्यो। भिक्षुहरू पनि यस्तै गर्थे। भिक्षुहरू दिउँसो धर्मशालामा बसी धर्मका कुरा कण्ठ र छलफल गर्थे। भगवान बुद्ध साँझतिर धर्मशालामा भिक्षुहरू भेला गराई धर्मदेशना गर्नुहुन्थ्यो। कसैलाई केही नबुझेको भए अथवा शङ्का भएमा त्यसको बारे उहाँले बुझाइदिनुहुन्थ्यो। त्यस्तै उहाँ भिक्षु भिक्षुणीहरूलाई र उपासक उपासिकाहरूलाई धर्मका कुरा जान्न र सिक्नमा उत्साहित गर्नुहुन्थ्यो। धर्मको आचरणको सुफल बताई त्यसमा लाग्न प्रेरणा दिनुहुन्थ्यो। धर्मको सुफल देखाइदिनुहुन्थ्यो। बुद्धका धर्मदेशन सिद्धिएपछि श्रोताहरू फर्कन्थे अनि विशेष रूपले सिक्न चाहने भिक्षुहरू मात्र बसी भगवान बुद्धसँग सोद्धथे। आफूले गरेका उन्नति भगवान बुद्ध समक्ष बताउँदथे। कोही ध्यान विषय कुरा सोधी कण्ठस्थ गरिसकेपछि अभ्यासको लागि एकान्त ठाउँमा जान्थे। कहिलेकाहीँ भगवान बुद्धले धेरै विचार गरेर सुन्नेको रुचि तह तथा सामर्थ्य अनुरूपको धर्मदेशना गर्नुहुन्थ्यो। यसो गर्नुहुने भएकोले उहाँको उपदेश धेरै जसोले बुझ्दथे। गर्मीयाममा भए
भगवान बुद्ध इच्छा अनुसार कुनै एक ठाउँमा आराम गर्नुहुन्थ्यो। यही समयमा स्थानीय अथवा नजिकका जनताहरू साँझपख भगवान बुद्धको दर्शन गर्न आउँदथे। भगवान बुद्धलाई दान पनि दिन्थे। कोही धर्म मात्र सुन्न आउँथे। भगवान बुद्ध पनि धनी गरिब, बच्चा बुढा, स्त्री वा पुरुष भनेर कुनै किसिमको पक्षपात नगरिकन धर्मदेशना गर्नुहुन्थ्यो। श्रोताहरू सबैजनालाई लाग्दथ्यो उहाँले त्यो कुरा आफैलाई बताइरहनु भएको हो। प्रायः उनीहरू बुद्ध सही धर्म र सङ्घका शरण पर्दथे। सबै श्रोताहरू फर्केर गइसकेपछि भगवान बुद्ध स्नान गर्नुहुन्थ्यो। यो काम उहाँ इनार, पोखरी वा अरू पानीका मुहानहरूमध्ये कुनै एक ठाउँमा गर्नुहुन्थ्यो। त्यसपछि साँझपख उहाँ ध्यानमा बस्नुहुन्थ्यो। यसपछि टाढाबाट दर्शन गर्न आएका भिक्षुहरूका लागि दर्शन गर्ने पालो हुन्थ्यो। उहाँ उनीहरूलाई दर्शन भेट दिनुभई कुशल वार्ता सक्नु भएपछि उनीहरूसँग धर्म विषयमा छलफल पनि गर्नुहुन्थ्यो। कहिलेकाहीँ अति गम्भीर कुराहरूको पनि चर्चा हुन्थ्यो। यदि आगन्तुक भिक्षुले बताउन नसकेको खण्डमा उहाँ आफैले त्यसको व्याख्या गरी सुनाउनुहुन्थ्यो। उनीहरू धर्मलाई बुझ्ने गरी सुन्न पाएकोमा सन्तुष्ट तथा प्रफुल्लित भई फर्कन्थे। दिनभरि व्यस्त रहनाले थाक्नु भएपछि भगवान बुद्ध उठेर बिस्तारै स्मृतिपूर्वक हिँडडुल गर्नुहुन्थ्यो। यसरी हिँडडुल गर्नुलाई चक्रमण भनिन्छ। शरीरको थकान मेटिएपछि उहाँ फेरि एकचोटि भिक्षुहरूलाई सिकाउनुहुन्थ्यो। मध्यरातमा त्यहाँका राजा आदि ठुला बडा मानिसहरू उहाँसँग धर्म छलफल गर्न आउँदथे। प्रश्नहरू सोद्धथे। उहाँको सन्तोषजनक उत्तर सुनेर उनीहरू हर्षित भई समय हेरी फर्केर जान्थे। रातमा भगवान बुद्ध सिंहशय्या आकारमा लेटेर निदाउनुहुन्थ्यो। सिंहशय्या भनेको दायाँ कोल्टो परेर दुवै खुट्टा सँगै तन्काई बायाँ हात जिउमाथि सोझो राखी अर्को हात शिरनिर मोडेर लेट्नुलाई भनिन्छ। उहाँ उठ्ने समयको ख्याल गरी निदाउनुहुन्थ्यो। उहाँ अरुणोदय हुन 2 घण्टा जति अगावै निन्द्राबाट बिम्झनुहुन्थ्यो। त्यसपछि उहाँ फेरि धर्म बुझाउने तरिका तथा व्यक्तिबारे चिन्तन गर्नुहुन्थ्यो। उहाँले यस प्रकार गर्नुहुने क्रियालाई बुद्ध कृत्य भनिन्छ। भगवान बुद्ध 45 वर्षसम्म यस्तै प्रकारले धर्म प्रचार गर्दै ठाउँ ठाउँमा घुम्नुभयो। यात्राका समयमा बाहेक उहाँ धर्म प्रचार तथा शिक्षा दीक्षा दिने काममा समय बिताउनुहुन्थ्यो। उहाँ धर्मको कुरा मात्र सिकाउनुहुन्नथ्यो, किन्तु संसारिक जीवन सरल र शुद्ध रूपमा बिताउने तरिकाबारे पनि परिस्थिति र व्यक्ति मुताबिक आफ्नो तीक्ष्ण तथा महान प्रज्ञाद्वारा स्पष्ट बताइदिनुहुन्थ्यो। कसैलाई केही फरक पार्नुहुन्नथ्यो। जिज्ञासा लिएर सोध्न आउनेहरूदेखि झन्झट मान्ने अथवा भेट्न नचाहने भन्ने स्वभाव भगवान बुद्धमा थिएन। उहाँ आफू कहाँ आएका हरेक किसिमका मानिसलाई अर्थी उपदेश दिन सधैँ तयार रहनुहुन्थ्यो। कोही उहाँसँग आफ्नो कुरामा जित्नलाई मात्र सोध्न आउनेहरू पनि हुन्थे। यस्तालाई पनि उहाँ मैत्रीपूर्वक उपदेश दिनुहुन्थ्यो। तिनीहरू उहाँका प्रज्ञाबाट पराजित हुन्थे। उहाँका हेतुवादका कुरा सुनि तिनीहरू उहाँका शिष्य भएको घोषणा गर्दथे। भगवान बुद्ध 45औं वर्षमा धर्म प्रचारार्थ चारिका गर्न जानुहुँदा 80 वर्ष उमेरका भइसक्नु भएको थियो। उहाँले देख्नुभयो अब धर्म प्रचारार्थ चारिका गर्ने समय खतम हुन आँट्यो, किनभने अब उहाँका शारीरिक बलले साथ दिन छोड्न थालेको थियो। उहाँको मन यद्यपि पहिले जस्तै नै दृढ रहेको भए तापनि उहाँलाई लाग्यो अब आफ्नो जीवन धेरै दिनसम्म रहने छैन। उहाँले आफू हुर्केको ठाउँ उत्तरको हिमालयतिर गई परिनिर्वाण हुने इच्छा गर्नुभयो। यसकारण धेरै भिक्षु
शिष्यहरूका साथै भिक्षु आनन्दलाई लिई उहाँ राजगृह नगरबाट निस्किनु भयो। भगवान बुद्ध पाटलिपुत्र नगर पुग्नुभयो, जुन ठाउँलाई अहिले पटना सहर भनिन्छ। त्यसपछि उहाँ वैशाली नगरमा पुग्नुहुँदा अम्बपाली गणिकाले त्यहाँका राजकुमारहरूसँग प्रतियोगिता गरी चढाएको आँपको घारीमा बस्नुभयो। वेलुव ग्राममा पुग्नुहुँदा उहाँले भिक्षुहरूलाई आफूलाई पाएक पर्ने स्थानहरूमा वर्षावास बस्न आज्ञा दिनुभयो। उहाँ आफै त्यो ग्राममै उपस्थापक आनन्दका साथ वर्षावास बस्नुभयो। भगवान बुद्धले वेलुव ग्राममा बस्नुहुँदा सिकिस्त बिरामी पर्नु भएको थियो। एक दिन केही सन्चो भएपछि उहाँ बिहारको छायामा बसी रहनु भएको बेलामा आनन्दले बिन्ती गर्नुभयो, भो शास्ता, यहाँ पहिले जस्तो नै स्वास्थ्य हुनुभएको देख्न पाएकोमा मलाई अत्यन्तै आनन्द लाग्यो। केही अघि यहाँलाई चर्को व्यथा हुँदा मेरो चित्त अस्थिर भई बेहोस हुन आँटेको थियो। मलाई लाग्छ भिक्षु सङ्घलाई नीति निर्देशन तथा उपदेश दिइ नसकुन्जेलसम्म शास्ता परिनिर्वाण हुनुहुने छैन। भगवान बुद्धले भन्नुभयो, हे आनन्द, भिक्षु सङ्घले मबाट के आशा गर्दैछ? मैले सम्पूर्ण धर्म विनय बताइ नै सकेको छु। निर्वाण प्राप्तिका लागि भिक्षु सङ्घले जान्नुपर्ने सबै थोक मैले बताइ नै सकेको छु। हे आनन्द, अब म बुढो तथा कमजोर भइसकेको छु। मेरो अन्तिम समय आइसकेको छ। म 80 वर्षको भइसकेँ। तिमीहरू आफैमा भर पर, आफ्नै शरण ल्याऊ, अरू कसैको भर नपर। धर्मको आधार ल्याऊ, धर्मलाई प्रमुख स्थान देऊ। अन्तमा उहाँले जोड दिएर भन्नुभयो, आनन्द, जो भिक्षु शिक्षाकामी छ ऊ नै सङ्घको सर्वोत्तम व्यक्ति हो। भोलिपल्ट बिहान भगवान बुद्ध वैशालीमा भिक्षाटन जान सक्नुभयो। भिक्षाटनबाट फर्केर भोजन सिद्धिएपछि दिवा विहारका लागि आनन्दलाई आसन लिन लगाई पावल चेतियामा जानुभयो। त्यहाँ इच्छा अनुसार बसिरहनु भएको बेलामा स्मृति तथा सम्प्रजनीयलाई काबुमा राखी यस्तो विचार गरी उहाँले आयु संस्कार त्याग गर्नुभयो। अब अर्को 3 महिनापछि तथागत परिनिर्वाण हुनेछ। आनन्द अगाडि आउँदा उहाँले यो कुरा सुनाउनुभयो। आनन्द भिक्षुले बिन्ती गर्नुभयो, भो शास्ता, अझ सत्व प्राणीहरूलाई दुःखबाट मुक्त गर्न धेरै दिनसम्म बाँच्नुहोस्। अनि बुद्धले आज्ञा गर्नुभयो, आनन्द, तथागतले जुन बोल्नुभयो, त्याग गर्नुभयो र मिल्काउनुभयो त्यो वचन कहिले पनि फिर्ता लिनुहुन्न। आनन्द, तिमी बितिसकेको कुराको लागि शोक नगर। हेर आनन्द, म महावन जङ्गलमा जानेछु। तिमी गई वैशाली नगरमा भयभरका भिक्षुहरूलाई त्यहाँ भेला हुने सूचना देऊ। भगवान बुद्धले महावनमा भेला हुन आएका भिक्षुहरूलाई लोकजनको हितको लागि, सुखको लागि र दयाको लागि अति उपदेश दिनुभयो। उहाँले सम्पूर्ण तथा परिशुद्ध ब्रह्मचर्य शुद्ध रूपले आचरण गर्न चाहने व्यक्तिलाई धर्मको बाटोमा उचित रूपले हिँड्नको लागि चाहिने महत्त्वपूर्ण कुरा बोल्नुभयो। उहाँले भन्नुभयो, लोकका सबै कुराहरू परिवर्तनशील छन्। आफ्नो अभिवृद्धिको लागि कोसिस गर्दै जाऊ। चित्तलाई शुद्ध राख अनि सम्पूर्ण दुःखबाट मुक्त हुनेछौ। भगवान बुद्ध भिक्षु आनन्दलाई साथमा लिई वैशालीमा पुग्नुहुँदा भन्नुभयो, आनन्द, तथागतको यो अन्तिम वैशाली दर्शन हुनेछ। हे आनन्द, बन्द ग्राम जाओ। बन्द ग्राममा उहाँले धेरै मानिसहरूलाई धर्मदेशनाद्वारा उपकार गरिसक्नु भएपछि उहाँ त्यहाँबाट हिँड्नुभयो। भिक्षु सङ्घका साथ उहाँ क्रमशः हस्तिग्राम, आम्रग्राम र जम्बुग्राम हुँदै भोगनगर पुग्नुभयो। त्यहाँ उहाँले भिक्षु सङ्घलाई विनयका
4 महाप्रदेशका कुरा सिकाउनुभयो। यसलाई भिक्षुसँगको नियमको निर्णय गर्दा आधार मानिन्छ। त्यसपछि उहाँ श्रावकहरूका साथ पावामा पुग्नुभई चुन्द कर्मा र पुत्रको आम्रवनमा बस्नुभयो। भगवान बुद्धले त्यहाँ चुन्द कर्मा र पुत्र तथा उनका परिवारलाई धर्मदेशना सुनाउनु भई गहिरो श्रद्धालु बनाउनुभयो। चुन्द कर्मा र पुत्रले भगवान बुद्ध प्रमुख भिक्षु सङ्घलाई भोलिपल्टको भोजनको लागि निमन्त्रणा गरे। उनको भोजन दानमा सुक र मद्ध भनिने एक थरीको च्याउ पनि थियो। सो भोजन खाइसक्नु भएपछि उहाँलाई रोग फेरि चर्को भएर आयो। उहाँलाई असह्य वेदना भयो। मुस्किलले उहाँ कुशीनगर जानुभयो। भगवान बुद्ध बीच बाटोमा एउटा रुखमुनि सुस्ताउनुभयो। त्यहाँ आल र कालामका चेला पुक्कुस नामको मल्लपुत्रले उहाँलाई देखे। उनी उहाँको शान्तिमय जीवनको बारेमा उपदेश सुनेर प्रसन्न भए। उनले आफू आजीवन भगवान बुद्धको तथा धर्म र सङ्घको शरणमा आएको कुराको पनि घोषणा गरे। उनले उहाँलाई 2वटा चिवरहरू चढाएकोमा एउटा आफूले लिनुभई अर्को आनन्दलाई दिलाउनु भयो। त्यसपछि उहाँ ककुदा नदी किनारमा एकछिन सुस्ताउनु भइसकेपछि कुशीनगर जानुभयो। यो मल्ल राजाहरूको सैर गर्न आउने स्थान हो। भगवान बुद्ध कुशीनगर पुग्नुहुँदा साह्रै थाक्नुभयो। अब आफू अगाडि बढ्न सक्दिन भन्ने लाग्यो। अनि आनन्दलाई भन्नुभयो, हे आनन्द, यी 2 साल वृक्षमुनि मेरो लागि बिछ्याउन बिछ्याऊ, म साह्रै थाकेको छु। भिक्षु आनन्दले भगवान बुद्धको सङ्घाती चौबराई बिछाइदिनुभयो। उत्तरतिर शिर पारी त्यस आसनमा भगवान बुद्ध लेट्नुभयो। तर उहाँ निदाउनु भएको थिएन। रोगले साह्रै च्यापेकोले आराम गर्नुभएको थियो। उहाँको मन भने शान्त र दृढ नै थियो। अब आनन्दलाई लाग्यो कि भगवान बुद्ध पक्कै पनि परिनिर्वाण हुने भयो। त्यसो हुनाले उहाँलाई ठुलो शोक भयो। अनि एक ठाउँमा लुकेर विरह गरी रोइरहनु भयो। म अरू भिक्षुहरू झैँ हुन सकेको छैन। मैले अझै सिक्न धेरै बाँकी छ। म अझसम्म अरहन्त भइसकेको छुइनँ। मलाई करुणा कृपा राख्नुहुने शास्ताले मलाई छोडेर जान लाग्नुभयो। म एक्लो हुने भएँ। भगवान बुद्धले आँखा खोल्नु हुँदा आनन्दलाई त्यहाँ नदेख्नु भई नजिक बसेका भिक्षुहरूसँग सोध्नुभयो, भिक्षु आनन्द कता गए? ती भिक्षुहरूले जवाब दिए, उनी एक कुनामा गई रोइरहेका छन्। भगवान बुद्धले भन्नुभयो, आनन्दलाई बोलाएर ल्याऊ। आनन्द आइपुग्नु हुँदा उहाँले उनीसँग करुणापूर्वक कुरा गर्नुभयो। भगवान बुद्धले आनन्दको प्रशंसा गर्दै भन्नुभयो, भिक्षुहरू हो, अतीतका बुद्धहरूका पनि उपस्थाकहरू थिए। अनागतमा आउने बुद्धहरूका पनि उपस्थाकहरू हुनेछन्। तर अहिलेका मेरा उपस्थाक आनन्द भन्दा श्रेष्ठ हुने छैनन्। ऊ सर्वश्रेष्ठ उपस्थाक हो। उसको बुद्धि कुशल तथा तीक्ष्ण छ। ऊ उचित समयलाई जान्दछ। पाहुनाहरूलाई मिठो वचनद्वारा खुसी तथा प्रसन्न हुने गरी व्यवहार गर्दछ। उसको सोमतिलो व्यवहारद्वारा सबैजना सन्तुष्ट छन्। उसका कुरा सबैजनाले ध्यान दिएर सुन्दछन्। यस्तो छ बुद्धको उपस्थापक आनन्द। त्यसपछि आनन्द भिक्षुले भगवान बुद्धलाई निवेदन गर्नुभयो, भो भगवान शास्ता, यो जङ्गलको बिचमा रहेको सानो नगरको क्षेत्रमा परिनिर्वाण नहुनुहोस्। यसो गर्नु सुहाउँदैन। अरू ठुला ठुला नगरहरू जस्तै श्रावस्ती, वैशाली आदि छन्। त्यहाँ शास्ताका धेरै अनुयायीहरू छन्। उनीहरूले तथागतको शवलाई भव्य सम्मान गरी व्यवस्था गर्नेछन्। भगवान शास्ता त्यहाँ परिनिर्वाण हुनुभए बेस हुने थियो। भगवान बुद्धले आनन्दलाई भन्नुभयो, त्यसो नभन आनन्द, त्यसो नभन। यसलाई जङ्गलको बिचमा रहेको सानो क्षुद्र नगर भनी नभन।
धेरै समय पहिले यो सर्वोत्तम नगर थियो। यो चक्रवर्ती राजाको राजधानी थियो। हे आनन्द, बरु तिमी गएर कुशीनगरका राजाहरूलाई सूचना देऊ। आजको अन्तिम याममा यो स्थानमा तथागत परिनिर्वाण हुनुहुनेछ। परिनिर्वाण हुन अगावै उनीहरूले तथागतको दर्शन गर्न पाउन्। अनि भिक्षु आनन्द केही भिक्षुहरूका साथ गई उहाँको आज्ञा मल्ल राजाहरूलाई जानकारी दिनुभयो। भगवान बुद्ध परिनिर्वाण हुने खबर सुनेर मल्ल राजाहरू बडो दुखी तथा शोकाकुलित भई भगवान बुद्ध छिट्टै परिनिर्वाण हुनुहुने भयो। लोकलाई प्रकाश दिने बत्ती छिट्टै निभ्दैछ। भगवान बुद्धले हामीलाई छोडेर जानु हुँदैछ भनी विरह गर्दै भगवान बुद्ध कहाँ आए। त्यस्तै कुशीनगरवासी अरू स्त्री पुरुष तथा बालबालिकाहरू समेत रुँदै कराउँदै विरह गर्दै भगवान बुद्धको अन्तिम दर्शन गर्न आए। तिनीहरूले टोली टोली भई भगवान बुद्धको दर्शन गरे। हरेक टोलीका नेताले भगवान बुद्धसँग बिदाबाजीका केही कुराकानी पनि गरे। त्यसबेला कुशीनगरमा एकजना सुभद्र नामको परिव्राजक थिए। उनले भगवान परिनिर्वाण हुनुहुने कुरो थाहा पाएर केही कुरो सोध्ने इच्छाले भगवान बुद्धको दर्शन गर्न जान चाह्यो। किनभने उनी विश्वास गर्थे कि आफ्नो प्रश्नको जवाब बुद्धले मात्र दिन सक्नुहुनेछ। त्यसो हुनाले उनी सालवनमा आएर भिक्षु आनन्दसँग भेट गरे। अनि उनले भगवान परिनिर्वाण हुन अगावै आफ्नो प्रश्न सोध्ने मौका दिन आनन्दसित अनुरोध गरे। भिक्षु आनन्दले सुभद्रालाई यसरी जवाब दिनुभयो, भयो सुभद्र भयो, भगवान बुद्ध साह्रै थाक्नु भएको छ। यस्तो बेलामा प्रश्नहरू सोधेर उहाँलाई बढ्ता दुःख नदेऊ। तर सुभद्र परिव्राजक अति हतारोमा थिए। आनन्दले भन्नुभएको कुरा उनले मानेनन्। उनको भगवान बुद्धको दर्शन गराउन बारम्बार अनुरोध गरिरहे। भिक्षु आनन्दले पनि बारम्बार मनाही गरि नै रहनुभयो। आनन्दको तर्क थियो, उहाँ अहिले साह्रै सिकिस्त हुनुहुन्छ। कुनै पनि प्रकारका व्यक्तिबाट अब उहाँलाई दुःख दिनु ठिक छैन। भगवान बुद्धले यी दुईजनाका बीचमा भइरहेको कुराकानी सुन्नुभयो। अनि उहाँले सुभद्रालाई नरोक्न आनन्दलाई आज्ञा गर्नुभयो। भगवान बुद्धले आनन्दलाई भन्नुभयो, हे आनन्द, तिमी सुभद्रालाई म कहाँ आउनबाट नरोक। उसको इच्छा अनुसार म कहाँ आउन देऊ। उसले मसँग ज्ञानका कुरा सुनेर जीवन सार्थक पार्नेछ। ऊ मलाई दुःख दिन आएको होइन। ऊ मेधावी तथा कुरो छिट्टै बुझ्न सक्ने हो। अनि मात्र आनन्दले सुभद्रालाई भगवान बुद्ध कहाँ जान दिनुभयो। भगवान बुद्धले सुभद्राको प्रश्न सुनिसकेपछि धर्मदेशना गर्नुभयो, जसले गर्दा उसको मनमा रहेको संशय हट्यो, समस्या सुल्झ्यो। उसले बुद्धको धर्म विनयमा भिक्षु बनाइदिन अनुरोध गरे। भगवान बुद्धले सुभद्रालाई भिक्षु बनाइदिन आनन्दलाई लगाउनुभयो। जसरी मृगदाय वनमा धर्मको उपदेश सुन्ने कौडिन्य भगवान बुद्धका प्रथम शिष्य हुनुभएको थियो, त्यसरी नै यिनी भिक्षु सुभद्रा अन्तिम शिष्य हुनुभयो। भिक्षु सुभद्रा धर्म विनयमा मेहनत तथा कोसिस गरेर थोरै समयमा नै अरहन्त हुनुभयो। त्यसपछि भगवान बुद्धले भिक्षुहरूलाई धर्म विनय सम्बन्धी शङ्का भएमा सोध्ने अन्तिम मौका दिनुभयो। तर त्यसबेला बुद्ध धर्म र सङ्घ उप शङ्का भएका कोही एकजना पनि निस्केन। अनि उहाँले अझ एकचोटि अन्तिम रूपमा भिक्षु सङ्घलाई आज्ञा हुनुभयो, भिक्षुहरू हो, तिमीहरूलाई यो मेरो अन्तिम वचन हो। सबै संस्कार नाशवान हुन्, नाश भएर जानु स्वाभाविक हो। तिमीहरूले अप्रमादी भई मुक्ति प्राप्त गर। त्यसपछि भगवान बुद्ध क्रमशः समापतिमा समाधिस्थ हुनुभयो। त्यसबाट उठ्नुभयो अनि चतुर्थ ध्यानमा पुगेर त्यहाँबाट निर्वाण धातुमा स्कन्द निरोध हुनुभयो। उहाँ अब यस लोकमा अथवा अरू लोकमा कतै पनि फेरि उत्पन्न हुनुहुने छैन।
80 वर्षको उमेरमा वैशाख पूर्णिमाको रातको अन्तिम याममा सम्यक सम्बुद्ध महापरिनिर्वाण हुनुभयो। यसकारण एसियाका ज्योति शाक्यमुनि बुद्धका जीवनगाथा समाप्त भयो। तर धर्मले अर्थात् उहाँले सिकाइ जानुभएका उपदेश र मुक्तिको मार्गबाट अझै करोडौँ जनताहरूलाई आशा तथा मुक्ति प्रदान गरिरहेको छ। नमो तस् भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस् भगवतो अरहतो सम्मा सम्बुद्धस्स। नमो तस् भगवतो अरहतो सम्मा सम्बुद्धस्स। बुद्ध जीवनी अन्तिम भाग यही समाप्त हुन्छ। साधु साधु साधु। बुद्धं नमामि।